छि 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 नाथे 100 रुपैयाँको झुम्का किन्दैको नि अब कुरा गर्न थालेछ हैन ला तेरो झुम्का चाहिँदैन मलाई थाप वर्णवास अनि बहिनी रुथको यस विवाहमा हामी हेलो हेलो जय मसी कस्तो हुनुहुन्छ ठिकै छु अनि हजुर कस्तो हुनुहुन्छ एकदम ठिक छु तिमीले एउटा कुरा भनौ तिमी बिना त मलाई संसार अधुरो जस्तो लाग्छ हो खोइ मलाई पनि के भएको भोका आजभोलि उठ्दा बस्दा सुन्दा तिम्रै मात्र याद आउँछ यही हो त माया जुन तिमीलाई म सुनाइरहेछु कहिले आउनुहुन्छ हजुर आउँदैछु नि तिमीलाई लिन मेरो पवित्र जुलै हो मलाई कस्तो सास फेर्न गाह्रो भयो हैन के भयो भन्छ के भयो मलाई कस्तो सास फेर्न गाह्रो भयो हैन के भन्छ के भयो मलाई भिटामिन सुषमाको कमी भयो तिमी पनि के भन्छ हो मान्छेले त्यसै अत्ताउँछ जयमसीय प्रियहरू प्रभु येशू ख्रीष्टको बहुमूल्य नाउँमा जयमसीय आज यो चिठी लेख्दा मनमा धेरै भावना छन् जीवनमा धेरै मानिसहरू भेटिन्छन् तर केही मानिसहरू यस्ता हुन्छन् जसको सम्झनाले समय बिते पनि मनलाई छुन छोड्दैन तिमी त्यस्तै एक अमूल्य साथी हौ कहिलेकाहीँ दूरी वर्ष कुराकानी हुन्छ तर साँचो सम्बन्ध दूरी हुँदैन हृदयले जोडेर राख्छ तिम्रो लागि मेरो समाज सुरक्षा र प्रार्थना कहिले कम भएको छैन जब तिम्रो सम्झना आउँछ म परमेश्वरलाई धन्यवाद दिन्छु उहाँले मेरो जीवनमा तिमी जस्तो असल साथी दिनुभयो यदि कुनै दिन मेरा शब्द व्यवहार र कमजोरीले तिम्रो मन दुखाएको छ भने मनदेखि नै क्षमा चाहन्छु मेरो चाहना सधैँ यही हो कि तिम्रो जीवनमा परमेश्वरको शान्ति आनन्द र आशिष भरिरहोस् तिमी जहाँ भए पनि प्रभुले तिम्रो आश समातेर हिँड्नुभएको होस् परमेश्वरले तिम्रा आँसुलाई आनन्दमा बदलिदिनुहोस् तिम्रा सङ्घर्षलाई विजयमा बदलिदिनुहोस् र तिम्रो जीवन उहाँको महिमाको साक्षी बनोस् परमेश्वरले तिमीलाई सधैँ सुरक्षित राखुन् प्रार्थना सहित तिम्रो साथी वर्णवास हेलो नमस्ते मैले पठाएको चिठी पाउनुभयो हजुर पाएँ त पढेँ खुसी लाग्यो प्रार्थना गर्दै हुनुहुन्छ हजुर गर्दैछु त अनि तपाईँले म पनि गर्दैछु जहिले ढिलो यत्रो 2 घण्टा भइसक्यो म यहाँ बसेको आवाज मात्रै नाचे मान्छेलाई वाक्क लागिसक्यो मलाई नि कमसेकम हुन्छ नि मान्छे भएपछि त बोलाएपछि त आउनुपर्छ समयमा भन्ने हुन्छ नि केटी भेटेर आएको अरे उसलाई समयको नि मतलब छ आफू चाहिँ गरी मात्र बस्नु परेको छ जहिले ढिलो यत्रो 2 घण्टा भइसक्यो म यहाँ बसेको
छ बाचा कसम तोडेर परदेशी मायाले डाँडै काटी गएछ नि अब त मलाई रिलेसनमा बस्नु नै छैन मलाई अति भइसक्यो अब मलाई ब्रेकअप देऊ बुझ्यौ नि न ठिक समयमा एसएमएस रिप्लाई नै दिन्छौ न साथीहरूले जस्तो राम्रो राम्रो गिफ्टै दिन्छौ जहिले तिमी चच मात्रै भनेर राख्छौ तिम्रो चच ठुलो कि म ठुलो न त कहिले ठिक समयमा भेट्नु नै आउँछौ समय यतिखेर आऊ भनेर पनि यत्रो बेर रुगाउँछौ खै त तिमीले उयो गरेको जहिले चाहिँ यसरी चल्छ भन त भयो मलाई सम्बन्धमा बस्नु नै छैन अब मलाई ब्रेकअप देऊ म पुगिसकेँ है ल भावना मात्र होइन हाम्रो माया सम्झौता मात्र नि होइन हाम्रो माया दूरीले अलग गर्न सकिँदैन विश्वासको डोरीले बाँधिएको यो तिमीलाई थाहा छ त मसँग पर्याप्त अहिले समय छैन भने जस्तो पैसा छैन आमा पनि म सानो हुँदाखेरि नै बित्नु भयो अनि बाबा पनि अहिले हालको समय बिरामी हुनुहुन्छ प्लिज तिमीले त बुझिदेऊ न प्लिज अब तिमीले त बुझिदेऊ न जहिले जहिले तेरो नाटक जहिले त्यही कुरा केही कुरा भनेकै खालि त्यही कुरा मलाई त्यो कुरा सुन्नुहोस् न मेरो कान पाकिसकिसक्यो अब त अति भइसकिसक्यो है मेरो आँसु भनेको त तिम्रो अघि मात्रै बगाउने हो नि म तर म त अरूको अगाडि त खुल्लाम खुल्ला हाँसेर हिँड्छु नि तिम्रो अगाडि त म जे पनि गर्न सक्छु केही पनि अप्ठ्यारो लाग्दैन साँच्चै नै तिमी त मेरो अब त मलाई वाक्क लागिसकिसक्यो यो को भन्छिटो साथी हो मेरो अनि कसरी साथीले चाहिँ तिमी बिना बाँच्न सक्दिन भन्छ अब तैँले सबै थाहा पाइहालिस् मेरो बोयफ्रेन्ड हो त्यो अनि म चाहिँ तबाट मैले केही पनि पाएन त त मेरो जस्ट टाइम पास गर्ने बुझिस् मैले जे गरेँ तिम्रै लागि गरेँ मेरो ममता आमाको मुटुमा ल्यायो आँखाको आँसुलाई बुझ्न साँच्चै नै हाम्रो जोडीमा परमेश्वरले नै बनाउनु भएको रहेछ है पक्का नि साँच्चै म पनि कति विश्वस्त छु यो कुरामा त तपाईँ मलाई जोड्न छिट्टै आउनुहोस् ल म आउनेछु मैले अब जति गरेँ जे गरेँ तिम्रो लागि गरेँ मैले कमाएको पैसा पनि सबै मेरो बिरामी बुवालाई नदी तिम्रो लागि खर्च गरेँ तर तिमीले त
छि 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 नाथे 100 रुपियाँको झुम्का किन्दैको नि अब कुरा गर्न थालेछ हैन ल तेरो झुम्का चाहिँदैन मलाई थाप राख बुझिस् नि अब त मैले बुझिसकेँ तिमीले अर्कै बाटो अपनाइसकेको छौ। बाचा कसम तोडेर मैले त्यसको लागि के चाहिँ गरिनँ। अहिलेको समय मेरो सबै कमाइ मेहनत सबै पानी भयो। भाइ ओ भाइ कस्तो हालत बनाएको के गरेको यो मामा भाइ त के भएको तिमीलाई यस्तो संसारको माया त यस्तै हो भाइ संसारको मायाले त धोका मात्रै दिन्छ संसारको मायामा खुसी खोजेर शान्ति खोजेर पाइँदैन नि तिम्रो आँसुको मूल्य तिम्रो प्रेमको मूल्य तिम्रो त्यागको मूल्य चाहिँ उहाँले मात्रै बुझ्नुहुन्छ तिमीलाई अगब्य प्रेम गर्ने त प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ भाइ यसरी केटीहरूको कुरा लिएर चाहिँ आफ्नो जीवनलाई यसरी बर्बादमा पारेर तिमीले परमेश्वरले हेर्दा कति धेरै माया गर्नुहुन्छ कति सुन्दर तरिकाले आफ्नो स्वरूपमा तिमीलाई सृष्टि गर्नुभएको छ संसारको प्रेमको लागि कहिले पनि आँसु नबगाऊ भाइ संसार त सबै स्वार्थले भरिएको छ साँचो असल प्रेम त प्रभु येशू ख्रीष्टले मात्रै गर्नुहुन्छ परमेश्वरमा मात्र तिम्रो उज्जवल भविष्य छ र तिम्रो अन्तिम गन्तव्य पनि उहाँमा मात्रै छ त्यसैले बाटो सत्य र जीवन चाहिँ प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ है अब यसरी तिमीले आफूले आफूलाई सजाय नदेऊ भाइ तिम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो पूर्णमा क्रिस्टीय अभिवादन जय मसीह बर्नबास अनि बहिनी रुथको यस विवाहमा हामी सबैजनालाई हामी स्वागत गर्दछौँ बाबुको घर छोडी आयो ममता आमाको मुटुमा ल्यायो रुथ र भाइ बर्नबासको विवाह पवित्र विवाहमा हुन आउने केही कुराहरूले गर्दाखेरि रोकिन सक्छ भने के त्यो कुराहरू तपाईँहरूसँग केही छ छैन हुन्छ धन्यवाद ममता आमाको मुटुमा ल्यायो तयारी हुनुहुन्छ तयारी हुन्छ है अनि साँच्चै नै यो विवाह चाहिँ एउटा परमेश्वरले जुटाउनु भएको एउटा करार हो पुस्तक 2:18 भन्दछ मानिस एक्लो रहन असल छैन म उसको निम्ति एउटा सहयोगी बनाउनेछु है जसरी आदमको निम्ति हव्वा बनाउनु भएको छ अनि यसै गरी भाइ बर्नबासको निम्ति हाम्रो बहिनी रुथलाई बनाउनु भएको छ त्यसैले विवाह चाहिँ आदरणीय हुनुपर्छ विवाह चाहिँ पवित्र हुनुपर्छ हुँदैन यस्तो केही छ छैन हुन्छ धन्यवाद त्यसो भने हामी
पवित्र विवाह चाहिँ मानिसले आज चाहेर होइन, आज परमेश्वरले नै आज जुटाउनु भएको, परमेश्वरको इच्छा पुरा गर्नु हो। परमेश्वरले चाहिँ मानिसको जीवनमा चाहिँ पवित्र विवाह भएको हेर्न चाहनुहुन्छ है। त्यसैले आज भाइ बर्नबास अनि बहिनी रुथको जीवनमा पनि आज परमेश्वरले यो विवाहमा के गर्नुहुन्छ, आशिष गर्नुभएको छ। त्यसैले यो दाम्पत्य जीवनलाई है, यो परमेश्वरले जुटाउनु भएको यो जोडीको निम्ति हामी सबैजनाले प्रार्थनालाई यो भाइहरूलाई प्रतिज्ञाको हामी वाचा गर्छौँ। सँगसँगै जीवनको ऋतुहरू उकाली ओह्राली काटौँला यात्रा यो सँगसँगै जीवनको ऋतुहरू चाहे दुःखमा होस्, चाहे सुखमा, चाहे अभावमा होस्, चाहे प्रशस्तमा, चाहे बिरामीमा होस्, चाहे स्वस्थमा, जबसम्म मृत्युले उनीहरूलाई अलग गराउँदैन तबसम्म उनीहरूले एकले अर्कालाई पत्नी अनि पति भनेर स्वीकार गर्न तयार छौँ। हुन्छ, विवाहमा तपाईँहरू सहभागी हुनुभएको सम्पूर्ण टिमलाई म धन्यवाद भन्न चाहन्छु।